सबैजनालाई नमस्कार। यो पछाडिको दृश्य देख्नु भएको छ नि, यो हो दाङ जिल्ला दङ्गीशरण गाउँपालिका वडा नम्बर 2 सरुवा डाँडाको बाघेचिरामा बनाइएको कृत्रिम हाई ड्याम। चौडाइ पनि धेरै भएको, लम्बाइ पनि धेरै भएको यो हाई ड्याम विशेष गरी सिँचाइको रूपमा सिँचाइमा प्रयोग गर्नको लागि बनाइएको थियो, तर अझै त्यो सञ्चालन हुन सकेको छैन होला, त्यो आफ्नो ठाउँमा रह्यो। तर यो हाई ड्यामको अन्य विशेषता पनि भएको हुनाले म आज यो भिडियो मार्फत हजुरहरूलाई म केही कुरा बताउन गइरहेको छु। यो हाई ड्याम भयो, यस्तो तलाउहरू हामी विभिन्न ठाउँमा देख्छौँ र हामी पनि यस्ता तलाउहरू हेर्नको लागि, यस्ता तलाउहरूमा सैर गर्नको लागि हामी विभिन्न जिल्लाहरूमा ठाउँबाट टाढाबाट गएर त्यहाँ हेर्ने र सैर गरेर आउने गर्छौँ। हाम्रै आँगनमा रहेको यस्तो कुराहरूलाई चाहिँ हामीले व्यवस्था गरेर टाढा गएको हुनाले यो पनि एउटा नराम्रो पक्ष भयो। आफ्नै आँगनमा यति राम्रो ताल छ, तर यसको संरक्षण सम्वर्धन नभएको हुनाले, प्रचार प्रसार नभएको हुनाले हामीले यो तालको लाभ लिन सकेका छैनौँ। यो तलाउ वारिपारि चारैतिर यो सानसानो बुट्यान भएको, झाडी भएको, जङ्गल भएको हुनाले यहाँ टाढाबाट चराचुरुङ्गीहरू आउने र वासस्थान बनाएका छन् र यहाँको पानी पिउने, यहाँ आएपछि जङ्गली हाँसहरू लगायत विभिन्न थरीका चराचुरुङ्गीहरू हेर्न पाइन्छ। अर्को कुरा, यहाँ आइसकेपछि एकदमै प्रकृतिसँग नजिक भएर एकदमै प्रकृतिको शान्त रमणीय वातावरणको आभास हुन्छ। यहाँ यो तलाउमा भविष्यमा हामी सबैले पहल गर्नुपर्छ र गराउनुपर्छ। डुङ्गा हालियो भने आन्तरिक पर्यटकलाई एउटा सैर गराउन मद्दत हुन्छ र आन्तरिक पर्यटकहरूको घुइँचो लाग्न सक्ने ठाउँ हो। त्यसै गरी यो तलाउको वरपर धेरै जमिन खाली भएको हुनाले यहाँ चाहिँ पिकनिक रिसोर्टको रूपमा यो तलाउको वरिपरिको यो ठाउँ प्रख्यात हुन सक्छ। अहिले हामीले उपयोग गर्न नसके पनि यो सम्भावना बगेको छ। अनि त्यसै गरी यस्ता तलाउहरू को भ्रमण अवलोकन गर्न आउने पर्यटकहरूलाई हामीले विभिन्न गाइडहरू गरेर यहाँको अनि अन्य कुराहरूलाई सहज बनाएर हामी रोजगारको सिर्जना पनि गर्न सक्छौँ। त्यसैले यो तलाउ एकदमै राम्रो छ। तपाईँहरू सबैजनालाई लोकेसन चाहिन्छ भने पनि दिन्छु, आउनुहोस्, एकपटक हेर्नुहोस्। तपाईँको पैसा धेरै खर्च हुँदैन, तपाईँको गाडी भाडा मोटरमा अलिअलि लाग्ला, तर यहाँ चाहिँ पैसा खर्च हुने कुनै पनि छैन तपाईँहरूको है। सबैजनालाई आउन अनुरोध गर्दै यो तलाउ एकदमै सुन्दर छ भन्ने जानकारी दिन चाहन्छु। धन्यवाद।